माई न्यू भिडियो र आजको भिडियोमा सबैजनालाई स्वागत छ। सबैजनाले लाइक कमेन्ट सेयर गरिदिनु भनेर भन्दैछु र आजको भिडियो चाहिँ हामी स्टार्ट गर्दैछौँ। आजको भिडियोमा चाहिँ मसँग भुवन पनि छ। ल भुवन हाई भनिदेऊ त। ल हामी दुइटा चाहिँ अब हिँडिरहेको छौँ। जामा आऊ भुवन। र भुवन र म चाहिँ हिँडिरहेको छौँ। यो भुवन के भन्न चाहन्छ जे हो पछि भन। भुवन चाहिँ होइन अस्ति होइन अब स्कुलमा गएको थियो। स्कुलमा गएको त्यति बेला चाहिँ हिँड्दै गइरहेको थियो। त्यति बेला चाहिँ अब हुन्छ त त्यस्तै के अब हिँड्दै गइरहेको थियो। के अरे मुनि हेरेर हिँडिरहेको थियो। त्यो झ्याप्पबाट बाइकसँग ठ्याक्क ठोकियो। त्यो ठोकेर बर्याङ्गो पल्टियो थियो। हो कि भन त भुवन। अब तपाईँलाई म केही देखान गइरहेको छु। यहाँ चाहिँ एउटा हेर्नुहोस् गाइस, यहाँ चाहिँ एउटा स्मु र जेनी दुबई चाहिँ बाख्राको साथी भन्दै हिँडिरहेको छन्। अब दुबईको अब भर छैन। अब अर्को बन्दालाई देखाउन गइरहेको छु। अब भन गाइस, मान्छे ठुलो भइसक्यो अझै बचपना गइरहेको छैन। गाइस ऊ त्यहाँ हेर्न सक्नुहुन्छ, त्यो चाहिँ हिक्मत हो। हिक्मत चाहिँ भागेर हिँडिरहेको छ। गाइसले के भनिरहेको छ, यसको कुरै नछुने यो पागल हो। ल हामी भुवन र म चाहिँ अब अरू गर्छौँ। आऊ खै सानो नानी यताउता हाई भनिदेऊ। यस्तै राम्रो नानी चाहिँ बन्नुपर्छ। ल आऊ भुवन तिमी जाउँ। चाहिँ हिँड्दै गइरहँ। गाइस हेर्नुहोस्, अब म चाहिँ यत्रो ठुलो मान्छे भइसकेँ। अब के माने भयो जाम। भुवन भुवन जाम। गाइस हाम्रो ठाउँतिर चाहिँ होइन भर्खर पिच बन्नु लाग्यो क्या। यहाँ चाहिँ अब कालो कालो अब अलकत्राहरू हालेर चाहिँ छोडिदिइरहेको छ। अब पिच अब 2-3 दिन बनिहाल्छ। चाहिँ अब यतातिरको चाहिँ बाटोतिर चाहिँ पिच गरिसकेको छ। पिच त पुरै गरिसक्यो। आज भर्खर पुरै गरिरहेको। यहाँदेखि पुरै माथिसम्मै छ। माथि कार पनि आइरहेको छ। पुरै मुनिसम्म छ। जाम भन। हामी दुइटा चाहिँ अब हिँडिरहेको छौँ। फुल हेर्नुहोस् गाइस, निकै राम्रो राम्रो फुल छन्। हामी चाहिँ अब आफ्नो छिमाको घर चाहिँ जान लागेको छौँ। अब हामीले चाहिँ दगुरेर जान लागेको छौँ। बोल लेट्स गो गाइस गाइस। ल दुइटा मेरो सब्सक्राइबरहरू भेटिसक्यो गाइस। हाई भनिदिन्छ सब्सक्राइबरहरू। ल हामी चाहिँ अब छिमाघर पुग्सकेपछि चाहिँ अब तपाईँलाई हामी हेर्नुहोस् नरम हो। कति राम्रो राम्रो फुल छन् गाइस। हाम्रो छेमाले चाहिँ निकै राम्रा फुल चाहिँ रोप्नुभएको छ। तल पनि राम्रा छन्, यहाँ पनि राम्रा छन्। यहाँ पनि गुलाबका फुल छन्। यहाँ पनि उठ्छ। कति राम्रा छन्। र हामी चाहिँ यो घरको पछिल्लोपल्टि जाँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ गाइस, मेरो भाउजू हाई भनिदिन्छ। भाउजू हाई भन्नु न। हाम्रो भाउजूको हाई चाहिँ यस्तै हो। अब हाई अब यस्तै हुन्छ। हामी चाहिँ अघि बढ्दैछौँ। यहाँ चाहिँ अब हाम्रो बजेको घरको पछिल्लोपल्टि आइसक्यौँ। यहाँ चाहिँ एउटा खोर छ। त्यहाँ चाहिँ यस्तो बारी छ। यहाँ माथि चाहिँ हाम्रो मामाले मामा हाई भन्नु त। हाई भन्नु त। ल अब गाइस, अब म तपाईँलाई चाहिँ कुखुरा देखाएर गइरहेको छु। कुखुरा तर गाइस हामीसँग एउटा स्क्याम भयो। यहाँ कुखुरा हेर्न आएको, त्यहाँ त प्याज पो रहेछ त। अब हामीसँग स्क्याम भइसक्यो। त्यही हामी चाहिँ अब अन्टै जानेछौँ। गाइस यहाँ चाहिँ धेरै माखा खाने यो लिचीको बुढा मुनि आँखै मर्छ अरे। र यहाँ चाहिँ मेरो दाइ हुनुहुन्छ। ल दाइ हाई भन्नु नि त।
भुवन चाहिँ अगाडि गइसक्यो हेर्नुहोस् कचालो यहाँ अगाडि आइसकेको छ र हामी चाहिँ अघि बढ्नेछौँ आर रेडी भुवन घुम्नको लागि भुवन रेडी घुम्नको लागि बेसमरी होइन यस ल ठिक छ अब भुवनको जोस हेर्दाखेरि मलाई चाहिँ के भनौँ अब भन्न नसकिने खालको छ तपाईँलाई हामी स्ट्रबेरी देखाउन लगिरहेको छ भुवन आउनुहोस् त तपाईँ त्यो चाहिँ के काम गरिरहेछ म चाहिँ अब एक्लै हिँड्दैछु यहाँ चाहिँ मेरो दाइको अटो छ अगाडिदेखिको लुक हेर्दाखेरि चाहिँ यस्तो चाहिँ देखिन्छ अब यहाँ हेर्दाखेरि चाहिँ सक्नुहुन्छ यहाँ धारामा निकै मान्छे छन् पानी चाहिँ भरिरहेका छन् र पानी भर्दै लुगा धुँदै अब यस्तै त गाउँघरको जीवन भुवन आइज हामी चाहिँ हिँड्दै गर मेरा यतातिर धेरै सब्सक्राइबरहरू छन् सबले मलाई देखाइनुहोस् भनेर भन्यो अर्को भिडियोमा चाहिँ सबैजनालाई देखाइदिन्छु म र तपाईँलाई म आज स्ट्रबेरी देखाउने गरिरहेको छु स्ट्रबेरी चाहिँ यहीँनिर सक्नुहुन्छ स्ट्रबेरी चाहिँ निकै राम्रा यहाँ फलिरहेको छ मुनिदेखि र मलाई चाहिँ तलदेखि कोहीले बोलाइरहनु भएको छ भन्ने लागिरहेको कोहीले बोलाउनु भएको मलाई फेरि अङ्कलको जोस हेर्दाखेरि मलाई त खतरा लाग्यो र यहाँ चाहिँ हामी चाहिँ अब आफ्नो प्ले ग्राउन्डतिर जाँदैछौँ प्लेग्राउन्डतिर हाम्रो खेल्ने ठाउँतिर चाहिँ मेरा केटाहरू मेरा इन्तजार गरिरहेका छन् यहाँ चाहिँ अब मेरो इष्टमित्र यानि कि साथी म साथीलाई भेटान गरिरहेको छु तपाईँलाई हेर्नु हुन्छ हाई भनिदिनुहोस् न नवीनज्यू हाई भन्नु न हाई उहाँको हाई पनि यस्तै छ सबको हाई र भाइ एउटै हो त्यही भएर हामी चाहिँ आउँदैछौँ गाइज मैले चाहिँ के भेटाएँ भनेपछि हेर्न सक्नुहुन्छ पाठी कति प्यारो छ है यता पनि अर्को पार्टी छ पार्टी नभएन हो केही गर्दैन कि आऊ राम्रो रहेछन् अनि पार्टीको आमा चाहिँ यता छ र हामी चाहिँ अघि बढ्दैछौँ र गाइज आजको भ्लग चाहिँ यति नै सबैलाई चाहिँ बाई र नमस्ते।